राधे राधे। पानी आज बिहानदेखिको गर्मीले राहत ल्याउँदैछ, पानी पर्दैछ। हेर्न सक्नुहुन्छ भ्यूहरू यस्तो छ। पानी परेर गरम भएर आज धन्न अलिकति पानी पर्दैछ र अलिकति शान्ति पाउँदैछ। दिनभरि लाइट नभएर बिजोक थियो, बिजोक हरि बिजोक थियो लाइट नभएर। त्यो बिजोक भएको कि गर्मीले परेशान भएको नि बाफ्रे। अहिले त पानी पर्दैछ, अलिकति राहत मिल्दैछ। पानी परेर हेर्न सक्नुहुन्छ वेदर आज यस्तो छ। शान्ति मिल्दैछ, शान्ति। राधे राधे सबैलाई राधे राधे छ। मेरो 2-4 मकै छ, त्यो पनि हावाले लडाउला जस्तो प हुँदैछ त। के गर्नु, उखु मात्रै सप्रेको छ है मेरो खेतीबारीमा। गमलामा रोपेको उखु हेर्न सक्नुहुन्छ, यस्तो दामी भएको छ। अरू मेरो यहाँ फुल फुल्दैछ, भोलि बिहानको लागि ठिक्क पर्दैछ। यो सामी फुल फुलेर रेडी हुँदैछ भोलि बिहानको लागि। यस्तो छ साथीभाइहरू मेरो। खेतीबारी पानीले वेदरहरू यस्तो बनाउँदैछ, हावाले ल्याउँदैछ पानी। पानी मात्रै परे त हुन्थ्यो, हावा मर्ने गरी चल्छ र पो। दिनभरि पनि लाइट नभएको, दिनभरि त लाइट भएन गरम थियो, साह्रै गरम। राति चाहिँ लाइट नकाटिदियोस् भगवानको दयाले, त्यही छ ठुलो कुरा। हेर्न सक्नुहुन्छ यो चाहिँ अमला पनि फल्दैछ, सजिना पनि फुल्दैछ गाइस। यो चाहिँ सजिना, शीतल चिनी सजिना फल्दै पनि छ, फुल्दै पनि छ, पाक्दै पनि छ हो। यो यहाँ चाहिँ अमला पनि फल्दैछ। मेरो टमाटर गाँस पनि सुक्यो, सक्नुहुन्छ। यहाँ सजिनाको दाना रोपेको थिएँ मैले, उम्रिएछ। सजिनाको दाना पनि उम्रिँदो रहेछ, हेर्न सक्नुहुन्छ। यहाँ बोडी सोडीहरू छरेको छु, बोडी सोडी पनि